हेलो गाइज हामी चाहिँ जीवाफलाई भेट्न आएको के भयो त जीवाफलाई भेट्न आउँदाखेरि यस्तो थाहा पाउनको लागि तपाईँहरूले यो पुरै भिडियो हेर्नु होला ताली सबैजनाले अनि थाहा पाउनुहुन्छ जीवाफलाई हेर्न आउँदाखेरि के भयो यस्तो के भएर झगडा भयो भनेर। हेलो गाइज नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै अनि तपाईँहरूले थाहा पाइसक्नुभयो होला अगाडि क्लिप हेरेर हामी चाहिँ कहाँ जाँदैछौँ भनेर। फाइनली गाइज हामी चाहिँ कहाँ जाँदैछौँ रे हामी चाहिँ जीवाफलाई भेट्न जाँदैछौँ अनि हामी चाहिँ अटोबाट चढिवरी हामी चाहिँ यहाँ पसलमा आइसक्यौँ क्या कन्सर्ट हुने भन्दा अलिकति वर पसलमा हो अनि यहाँ चाहिँ पानी सानी किन्यौँ अनि यहाँ अङ्गुरी सङ्गुरी किन्यौँ अनि केटाहरूसित गफ हुँदैछ केटा हो अब हामी चाहिँ जाउँ भनेर अनि उहाँ पछाडि लाइट बलिरहेछ नि केटा हो त्यहाँ हो क्या मुला हो कन्सर्ट अनि यहाँ केटाहरूलाई अङ्गुरी सङ्गुरी दिए अङ्गुरी सङ्गुरी खाने हो अनि चल्दिने हो भन्ने ताल केटाहरूले अनि अब चल्दिनँ त केटा हो भनेको पछि ल जाउँ भनौँ अनि अङ्कललाई हामीले पैसा सैसा दियौँ पानी दियौँ पैसा दियौँ अनि पानी दिनुभयो अनि हामी चाहिँ खाँदै खाँदै चल्दिसक्यौँ अनि राति छ नि त अलिकति अनुहार कालो त भइहाल्छ अनि यहाँ केटाहरूलाई लाइट बाल्नु लगाएको क्या लाइट मोबाइलको अनि बाल्दै निभाउँदै गर्छ के गर्नु अनि यहाँ हेर केटा हो पछाडि रोटेपिङ कसले खेलेको छु त रोटेपिङ कस्तो मजा हुन्छ होइन त मलाई त डर लाग्यो क्या एकताल उहाँ मेलामा खेलेको थिएँ नि त बुच्ची मेला भन्ने हुन्छ क्या हाम्रो चाहिँ अनि बुच्ची मेलामा खेलेको थिएँ अनि डर लागेर नाउ पनि खेलेको थियो एउटामा बडा डर लागेर तर यारमा चाहिँ जीवाफलाई हेर्न आइसकेको छौँ हामी चाहिँ त्यत्रो टाढाबाट अनि आएको छु अब चाहिँ हामी यहाँ टिकट काट्ने ठाउँ सोध्छौँ अनि जान्छौँ कहाँ हो भनेर हामीले चाहिँ एउटा दाइलाई सोधेको होइन केटा हो यहाँ अगाडि छ यताबाट आउन भन्नुभयो अनि हामी चाहिँ ठ्याक्कै त्यही गेटमा आयौँ क्या टिकट काट्ने ठाउँ गेटभन्दा अलिकति अगाडि अनि हामी चाहिँ अब भित्र छिर्छौँ आइरहने केटा हो बत्ती बलेको ठाउँमा चलक्कै अनुहार बल्छ होइन त कसो केटा हो गोरे गोरे जस्तो देखिन्छ नि त घरिघरि त हामी चाहिँ चारजना आएको अनि हामी चाहिँ ल भित्र छिरिसक्यौँ अब अगाडि गएर टिकट काट्नु पनि हुन्छ हेर न माथि क्या दामी बनाएको छ होइन त केटा हो यस्तै त हो नि दामी नै हो यार राम्रो लाग्छ यो पनि केटाहरू सर केटाहरूलाई त अब ठुल्ठुलोमा जाने बानी भएको होला यस्तो त राम्रो लाग्दैन होला नर्मल लाग्छ तर हाम्रो लागि चाहिँ यो भनेको दामी हो यार मासला झन् अझै केटाहरू हुनुपर्छ टन्ने अनि बबाल मजा हुन्छ केटाहरूसित गफ गर्दै गएको हेर न केटा पछाडि केटीहरू कस्तो दामी अनि अघि किनेको अङ्गुरी थियो अनि अङ्गुरी खोलिवरी खाइन्छ टिकट काट्ने ठाउँभन्दा यता हो क्या बाहिर अनि हेर न कति मान्छे छ टिकट काट्नको लागि जीवाफ पो आउँदैछ त हौ जीवाफ कसलाई मनपर्छ त केटा हो जीवाफ कमेन्ट गर तिमीहरूको ऱ्यापमा चाहिँ को खतरा लाग्छ भन्नु त को कलाकार चाहिँ खतरा लाग्छ तिमीहरूलाई को बेस्ट लाग्छ आफूलाई अनि हामी चाहिँ यहाँ टिकट काट्न सोध्दैछौँ कति हो भनेर अनि हामीलाई लास्ट झुकायो नि त यार मासलाई त्यो घरमा आउँछ नि भन्दै 150 रुपियाँ भनौँ मासलाई अहिले आएर 200 रुपियाँ अरे हामी झन्डै पैसा पुगेन यार अटोले नै 1000 लगिदियो अनि चारजनाको 250 अनि यहाँ टिकट काट्यौँ 200 को खाजा साजा खानु पर्यो नि त झन्डै दोस्तले चाहिँ मलाई केटी मिलाइदिए यो ब्लगमा मलाई पनि देखाइदिए म सिङ्गल छु भन्दै थियो अनि कोही छौ भने कमेन्ट गरिदियो मेरो दोस्तको लागि म फेसबुक आइडी दिइहाल्छु तिमीहरूलाई चाहिँ अनि आज चाहिँ किन केटा हो मलाई चाहिँ लाज लागेकै छैन क्या त्यस्तो भिडियो बनाउनलाई त्यत्रो मान्छेको अगाडि अनि अरू बेला चाहिँ लाज लाग्थ्यो आज चाहिँ म ब्लगर नै हो जस्तो लागिरहेको छ अनि हामी चाहिँ टिकट लियौँ अब भित्र छिरौँ भन्दैछु केटाहरूलाई भित्र छिरौँ न हतार भइसक्यो भन्दै चाहिँ भन्दैन केटाहरू जबरजस्ती तानेर भित्र छिराएको यी टिकट काट्ने ठाउँ चाहिँ देखाउने ठाउँ चाहिँ यहाँ देखायो हामी भित्र छिरिसक्यौँ नै आज तिमीहरूलाई पनि म भित्रको भ्यू देखाउँछु के कस्तो छ भनेर है अलि चाहिँ टुकी आउने टुकी नाइट जीवाफ आउने बेला भएको छैन नि त अलिक ढिलै आउँछ अरे सुनिसक्यौँ अरू बेला चाहिँ 9 बजे सुरु हुन्थ्यो अरे आज चाहिँ 9:30 भइसक्यो त्यही भएर सुरु भएको छैन 10 बजे चाहिँ सुरु हुन्छ है अनि
यहाँ भित्र चाहिँ जे होस् उज्यालो छ उज्यालो त हुनु पऱ्यो नि त नभए त के कन्सर्ट छैन त केटा हो यतिको उज्यालो चाहिँ चाहियो अनि आज चाहिँ किन मलाई त्यस्तो लाज डर केही लागेकै छैन यार ल कन्सर्ट पनि खाली छ त्यही गीत गर्दैछ एकजना नाच्दैछ तिमीहरूलाई म डान्स पनि देखाउँछु अहिले पक नक्रा हो पक अनि फेरि मलाई हेर्नु दे अनि तिमीहरूले हो फ्रीमा मैले 200 टिकट काटेर छिरेको तिमीहरू यहाँ फ्रीमा नि यहाँ दोस्त चाहिँ मामाहरूसित कुरा गर्दै रहेछ क्या चिनेकै होला त्यही भएर अनि गाउँकै दाइहरू कि यहाँ त्यहाँदेखि के भन्नुहुन्थ्यो अनि हामी चाहिँ हेर न कस्तो मेला हेर न मेला यहाँ सुनसान छ यो चाहिँ हाम्रो स्टेज है अहिले जीवफ दाइ आएर उफ्रिने ठाउँ अनि अहिले चाहिँ यस्तो खुल्ला छ नि अहिले हेर्न केटा यस्तो भिड हुन्छ कि यस्तो भिड मलाई त फिक्स थाहा छ या अहिले अगाडि नै बस्नुपर्ने हुन्छ तर हाम्रो केटाहरूले चाहिँ खाजा खाना जाउँ न त भन्नु अनि भात नखाइकन आएको अरे अनि हामी चाहिँ खाजा खान लागिसक्यौँ अनि अब हामी चाहिँ खाजा खान जान्छौँ अनि देखाउँछु तिमीहरूलाई म भित्रको माहौल टुलाउँछु नि होइन केटा हो तिमीहरूलाई म भित्र अनि हामी चाहिँ होटेल के भन्नु अब यहाँ आइसक्यौँ पसलमा अनि केटाहरूले खै पानी सानी चरपटी मगायो अनि हामी चाहिँ अब चरपटी खान्छौँ भने निस्किन्छौँ मगाउँदैछ है अनि तिमीहरूलाई म डुलाउँछु मेला चिन्ता नगर्न तर भिडियो फुल हेर्नेहरूले मात्र थाहा पाउँछ के भएर झगडा भएको अगाडि भनेर है त्यही भएर हेरेर सब फुल हेर्नेहरूले कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला अनि के नमिलिरहेछ त्यो पनि भनिदिनु होला के कमी हुँदैछ भनेर अनि मलाई थाहा हुन्छ नि त मेरो यहाँ गल्ती हुँदैछ यो सुधार्नु पर्ने हुन्छ यो एडिटमा भनेर अनि अहिले त्यस्तो छैन नि त अनि यहाँ चाहिँ डान्स हुँदैछ केटा तिमीहरू डान्स हेर्छस् ल हेर्न त हेर भाइ क्राउड देखियो कत्रो भिड छ हाम्रो चिपक दाइ आउने बेला रहेछ अरे हाम्रो चिपक दाइ आउनु रहेछ क्राउड हेर ऊ चिपक दाइको लुक्स हाम्रो कत्रोले हेरेको देख्यो केटा हो मेरो फोन अलिक राम्रो छैन ल हाम्रो चाहिँ अब आउनको लागि तयारी हुँदैछ यहाँ दाइहरूले भन्नुहुन्छ नि त अब रेडी 1 2 3 यस्तै भन्नुहुँदैछ होइन म चाहिँ अब ढिलो नगरिकन तिमीलाई म जीवफ दाइसँग भेटाउने छु देखाउने छु कतिले त यहाँ देखेको छन् स्टेज चढेपछि मेरो ड्युटी के हुन्छ भने अलिक पछाडिसम्म पनि कभर हान्नु भन्ने हुन्छ क्या बुझेन तर ठिक छ यार म तिमीलाई कतिले ऱ्याप हान्न सकेनन् बिचमा साइड स्विच भ्लगर बन्दियो तिमीहरूले पहिला भ्लगर बन्थ्यो सानोमै ठिसके रियाबमा दायरुले मलाई अल्टर बन्थ्यो टाउ देख्यो भने के भएर झगडा भएको अनि त्यहाँ हेर्दै झगडा भएको त्यहाँ एउटा मातेर आएको रहेछ अनि त्यहाँ न्यु खुट्दै थियो अनि भित्रको दाइहरूले सम्झाउँदैछ अनि खाइतार ल केटा हो बाई अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नु पर्नेछ म चाहिँ अब ब्लग हाल्ने कोसिस गर्छु राम्रो तपाईँहरूले माया देखाउनु भने चाहिँ माया चाहिँ देखाइदिनु होला यहाँ चाहिँ मेरा सकिसक्यो बाई अब नेक्स्ट भिडियोमा भेटौँला